हेलो गाइज, गुड मर्निङ, नमस्ते। टासी दिदी कस्तो छ तपाईहरुलाई? अनि यो मेरो भिडियो चाहिँ अस्ति अपलोड गर्नु पर्थ्यो, ढिलो भयो। तर पनि तपाईहरु सबैजनाले हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला है त। आजको हाम्रो उद्देश्य चाहिँ सही सीमासम्म पुगेर फर्किने अरे। हेरौँ अब पुग्छ कि पुगेर फर्किन सक्छ कि सक्दैन कि। मैले भोकेछु तर बामा मैले भोकेछु त्यो दिमाग नै ह्याङ भइसक्यो छ। अब हामी जानु आँटेका छौं थेम्पालुङडा। फोनमा पो रहेछ म त। ए दिदी जेठी नानालाई सबै चुनाउनु पर्ने कहाँ पुग्यो भनेर मेदी जानी। ओइ मेरो सब हामीहरु जग्गा भात पनि खानु हुँदैन, काम पनि गर्नु हुँदैन। हामी जस्तै भोकभोकै डुलिरहनु पर्छ। पानी पनि नखाई पानी पनि नखाए कि 3 थाल तन्काएर। ओ यस्तो त गर्न पाइँदैन। बाटोमा दाउरा बस्ने त बस्ने बस्नै भइरहेछ नि। बाटोको दाउरा पन्साउनु मान्छे बसेको होला नि त्यहाँ। कुन गाह्रो लाको चिरिङ भाजी के चिरिङ भाजीको हौ। कालै भयो मेरो नि कालै भयो। यतिकै नि कालो माथि कालै भएछ। आज मात्रै होला नि। मोटाउनु झन् राम्रो हुनु भएछ। साँच्ची नै हो। ए सन्चै हुनुहुन्छ होला नि? हजुर तल रहेछ चिरिङ भाजी चाहिँ। अब परदेखि यहाँ सार्नु हुने गइरमा पर अलिक माथि घर भएर यता घर सार्नु हुने। ल मेरो दाजु पैसा हुनु पनि दुःख दिन्छ कि यसरी हेर न। अब दुनियाँलाई दुःख। ल ल ल हाम्रै लागि ल मूर्ति ऊ के अरे बौद्ध हाम्रो पनि छ कि के मजा कतिको यो पालिकाकै योजना होला नि छोरी? यो हजुर पालिकाकै योजना होला। पालिकाकै होला कि खै मलाई त त्यस्तो राम्रो थाहा छैन। महाकाल होइन नि त सिरिजङ हो यो पुलसँगै होला यता। पालिकाकै हो। पुलमाथि कुकुर हिँड्दैन भन्छ है हाम्रोतिर यसरी हिँड्छ। ए अब फर्किनु भएको? ए काममा जानु भएको? ए ए लाउ लाउ गएर आउनु है।
हामी चाहिँ अब चाहिँ दाभाडा आइपुग्यो भल चाहिँ यस्तो अल्छी लागिरहेछ नि कसम होला लाइटर मसँग छ म त बोक्छु तपाईँहरूको त खुसी हुनु गरौँ छैन के झोला पो यहाँ चाहिँ यस्तो कुकुर पनि छ आनी घाँसहरूलाई दिएको भयो उता पुरा बोकिराख्नु हौ के गरौँ छैन म त बोकिराख्छु आलुहरू यत्रो भएछ यहाँ त मेरो बत्ती खै ए मेरो बत्ती कुन हो मेरो यो होइन यो अलिकति मुसाले खाएको थियो अघि आनीले दिँदै मुसाले खाएको के दिएको थियो अब म यो बत्ती बाल्छु क्या माथि मैले के चित्ताउँछ त्यो नामहरू यहाँ मैले यहाँ ल्याइपुऱ्यायो भने मलाई चित्ताएको पुरा हुन्छ जोलाई यहाँ हाम्रो सिलिचोङ प्यान्ट देखाउनु ल्याएको हजुर हाम्रो बत्ती यो चाहिँ हामी बालेर भरे यहाँ ल्याउनु पर्ने हामी चाहिँ मेरो कतिको सक्सेस हुन्छ हेर्नुहोस् है गाइस बारे तपाईँको निभ्यो भने मेरो तार हामी चाहिँ गुफातर्फ प्रस्थान गरियो अब भन्नाले गाईहरू पनि जाँदै रहेछौ नि छे आँखामा पनि कस्तो किरा आएको हाय मामा यिनीहरूकै बच्चाहरू लगे परतिरको ओइ मैले ल्याएको छु नि लुङदार त ल्याएन ताजा अरे आमामा नआएको नि धेरै भएछ हो यहाँनिर नि यस्तो राखेछ अनि त्यसपछि यहाँनिर एउटा सूचना पार्टी राखेछ यो चाहिँ सबैजनाले पढिदिनु होला अनि सबैजनाले यो चाहिँ लागू गरिदिनु होला है त यो भित्र नि यस्तो राम्रो बत्ती राखिदिएको रहेछ भित्रको चाहिँ भिडियो गर्न मिल्दैन त्यही भएर मैले गरिनँ कस्तो लाग्यो अरे काकालाई चाहिँ हजुर कस्तो लाग्यो अरे आज एकदम राम्रो लाग्यो छोरी मलाई पहिलो अनुभव फेरि पनि यो ठाउँमा आउनु पर्छ साह्रै मजा लाग्यो छिर्न यस्तो लामो लामो वाल रहेछ दुलो रहेछ के भन्नु म थाई बनेर मेरो चाहिँ बेनार दिदीले एउटा यो मेरो है लिएर हो त्यो छोरीको हामी यो चाहिँ मेरो यो हो नि त मेरो यो है मेरो यो बचाए मैले सक्सेस गरेर यहाँ आए झरी पर्यो याद आयो सँगै डुलेको यो ठाउँतिर सँगै डुलेको रुखमा ढोक्नु लगाएको के हो कसले सुनायो अनिलाई चाहिँ ठुलो रुखमा ढोक्नु लाग्यो सक्सेस नहुने रहेछ यसरी त्यही मान्छे होला हो कसैको यादमा म पनि साथमा छु मैले पनि यसो मनमा बुझ्दैको छु हो
नै नखाने मलाई त हे बिस्कुट पनि यो मात्रै देखाउँदो रहेछ भन्छ होला फेरि मान्छेले किनकि यहाँ आइपुग्यो मेराङमा डाँडामा पहिलो एकचोटि त्यो साथीहरूसँग आएर खुब नाचेको थियो यहाँनिर कोही कोही गाई छोरीले मलाई छोड्यो यस्तो राम्रो बाटो बनाएको छ नि अहिले त यहाँ दबराकदेखि सैसीमासम्म नै नगए पनि जाउँ जाउँ लाग्ने जस्तो पुरै ढुङ्गाले छापेर गाई छोरी त माथि पुगिसक्यो म चाहिँ कस्तो राम्रो बाटो खाऊ खाऊ खानुका लागि जन्मेको भन्दै भन्नाले आए कस्तो कुरा त अनि त छेमाको साथी चाहिँ खै त ए ai 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 कुकुरले नाघेको पो खानु थाल्यो हिजो त छेमाले फुटबल खेल्दै गर्दा हामीले झन्डै खायौँ के चिज हौ नेवा एकजना त खाएको नि त फेरि हिजो माथि एकजना कान्छीले होइन मिठो पो रहेछ मिठो यहाँ बस्नु न यहाँ मिठै छ भन्छ त बस्नुहोस् बसेरै खाऊ न त के एकदम फोक्समा कहिले म खोल्छु मेरो त बिस्कुट पनि आइपुग्यो अरे क्या नयाँ मान्छे झन् याद आयो रुन मन लागिरहेछ नि हौ यहाँनिर नयाँ मान्छे आयो भने यहाँचोटि 3 चोटि घुम्नुपर्छ हौ ओइ अनि त छ्यामलाई घुमाइदिउँ न औ यो 3 फानको घुम्नु त यो 3 फानको घुम्नुपर्छ क्या तपाईँ नयाँ हो नि त यताबाट घुम्न त 3 ए उल्टो पो घुम्यो यताबाट चाहिँ रहेछ ए छ्या म के भएको नि हजुर होइन तपाईँको अब माया प्रेम नै छैन होला नि त अरू नै केही होला नि त टुट्यो कसम छुट्यो माया तिमीलाई दोष दिएको छैन पछि हामी साइसीमा घुम्बा निस्किन लाग्यो पानी पर्न लागेर राँधेर भयो गुम्बा यो साइसीमा गुम्बा अलि अगुवा चाहिँ सिधो अलिक पछि चाहिँ अलिअलि छ तपाईँ
घरिघरि त हाम्रो छेमारसँग कुरा गर्दा घरिघरि छेमा चाहिँ कहाँ हुनुहुन्छ अहिले धर्म हुनुहुन्छ अहिले त युके सबै परिवार बोली चाहिँ हुनुहुन्छ फेरि काका आउनु भएर त्योसँग अलिक नमिलेर त्यो फेरि विदेश जाने अनि त्यही भएर चाहिँ अहिले चाहिँ आफ्नै छोरी आएको ए खै का चेरा मासुङ ओजी हेलो चेरा ने अब चाहिँ हामी चाहिँ पर्खिनु के गर्नुभएको तपाईँ चाहिँ ओहो फराकै बिचरा आइपुग्दैन कि भनेको त आइपुग्यो तर साँझ पनि झपक्क पर्यो भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद थ्याङ्क्स फर वाचिङ तुची टासी दिदी